अब जेनजी टिमले आफ्नो शक्ति बुझ्न जरुरी छ। जेनजी मात्र होइन, अब जेनजीले सिङ्गो देशको नेतृत्व लिन जरुरी छ र यसको लागि यो पक्ष त्यो पक्ष, यसलाई रोक्ने उसलाई छेक्ने गरेर हुँदैन। मेरो भनाइ चाहिँ के हो भने जेनजी टिमले यो सुनौलो अवसरलाई गुमाउनु हुँदैन। अलिकति हामी उदार बन्न जरुरी छ, सबैलाई जोड्न जरुरी छ। तर पार्टीलाई निषेध गर्ने काम नगरौँ, बरु पार्टीको कार्यकर्ताले निर्णय गरोस् कि अबको चुनावमा को उठ्छ। म यो कुरा किन गर्दैछु भने श्रीरामले पनि माता सीताको खोजीमा महिनौं जङ्गलमा बिताए। हजारौं सेना लगाएर समुद्रमा पुल बनाएर बल्ल लङ्का पुगे। त्यहाँ पुगेपछि पनि रामले पहिलो काम अंगदको माध्यमबाट शान्ति प्रस्ताव राखे। किनभने शान्ति यो सबै दुःखभन्दा मूल्यवान छ। श्रीकृष्णले पनि दुर्योधनलाई 5 गाउँ दिए, विगत सबै कुरा बिर्सेर शान्ति साथ बस्ने प्रस्ताव राखे। किनभने शान्ति मात्र त्यो बाटो हो जसले सुख र समृद्धिको बाटो ल्याउँछ। यो भन्दै गर्दा गलतलाई कारबाही नगर्ने भन्ने होइन। यो चुनावपछि को नयाँ सरकारले पनि त्यो गर्न सक्छ। तर अहिले हामी द्वन्द्वमा फस्यौं भने सबै उपलब्धि गुम्न पनि सक्छ। विगतमा श्री 5 ज्ञानेन्द्र सरकारको पालीमा पनि राजनीतिक दलको समर्थन बिना चुनाव सफल हुन सकेको थिएन। किन कसरी त्यो बेग्लै कुरा हो। मुख्य कुरा के हो भने अहिले पनि राजनीतिक दललाई छेकेर चुनावमा जानु गल्ती हुन्छ। त्यही भएको दलबाट पनि राम्रो र भिजन भएको व्यक्ति पनि आउन सक्छ नि। उनीहरूलाई एउटा बाटो दिउँ, बरु सकेसम्म उनीहरूलाई पनि सहयोग गरौँ।